आदरणीय साथीहरू, तपाईहरुको बीचमा म विशेष कुरा लिएर आएको छु। तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकका विरुद्धमा अहिले काठमाडौँ परिसरमा जाहेरी परेको छ। जेनजेको ठग अभियन्ता सुदन गुरुङले जाहेरी पेश गरिएको भने पनि उनको जाहेरी प्रहरीले फिर्ता गरेको छ र मृतकको परिवारको तर्फबाट काठमाडौँ परिसरमा जाहेरी परेको छ। कर्तव्य ज्यानको मुद्दामा उनीहरू उप मुद्दा परेको हो। जाहेरी परिसकेपछि सो जाहेरी छानबिन समितिमा पठाउने निर्णय समेत भएको छ। गौरी बहादुर कार्कीको संयोजकत्वमा रहेको छानबिन समितिमा सो जाहेरी पठाउने भनिएको हो। यदि रमेश लेखक र केपी ओली सो मुद्दामा दोषी ठहर भएमा 20 वर्षसम्म जेलमा बस्नुपर्ने हुन्छ। यदि रमेश लेखक र केपी ओलीले जेनजी आन्दोलनमा गोली चलाउनु, छातीमा, टाउकोमा, कन्सर्टमा ताकी गोली हान्नु यदि भनेर आदेश दिएको प्रमाणित भयो भने, रेकर्ड भयो भने केपी ओली र रमेश लेखकलाई 20 वर्ष कैद हुन्छ। एक हिसाबले केपी ओली र रमेश लेखकलाई जन्म कैद हुन्छ। कस्तो छ के छ बाँकी कुरा अदालतले नै भन्ने छ। धन्यवाद, नमस्कार।